हेलो 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 सम्पूर्ण दर्शक महानुभावहरुमा फेरि म न्यू रोडमा घर बन्दैछको भाग 2 लिएर आउँदैछु। अहिले चाहिँ यो आज खाली चाहिँ छ हैन, यता नि खाली नै छ। ठीक छ भाइ। भाइ तिमी त दिनमा 1.5 लाख कमाउने भाइ हैन? हजुर हजुर हो, कमाइ साच्चै 1.5 लाख हुँदैछ त? हुँदैछ नि हौ। यो त कहाँ, यो त सुनको डल्ला हो, सुनको डल्ला। तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? अच्छा ठीक छ। अनि भाइ अहिले के भन्छ नि, तिमी घर बन्दैछ भन्थ्यौ न्यू रोडमा, अब बाँकी दिनमा के गर्ने योजना छ? बाँकी दिनमा योजना छ, अब सामान आउँदैछ त मैले झ्यार्दैछु। भरे बेलुका आउँछु मेरो 1 करोडको सामान। मैं गरीब हूँ, मैं गरीब हूँ। 1 करोडको। अनि अरू भन्नु भाइ, अनि 1 करोडको सामान आउँछ, बेचिसकेपछि भोलि पर्सि के गर्ने मन छ? भोलि पछि अब हेर्दै जाउँ। अब यस्तै भयो भने अब नेपाल त अब खाइन्छ नि। अब कुछ भी भरे आउँछ 1 करोडको माल मेरो। आजै? ल अनि अब पर्सिखेरतिर चाहिँ के अघि मलाई कता मैले अनि यो चाहिँ तपाईँले देख्दै हुनुहुन्छ होला हैन? यो तपाईँले के भन्नुहुन्छ होला हैन? 28 को अन्डा भन्यो भने हुन्छ। अन्डा आज चाहिँ के छ भाइकोमा? अच्छा खोइ सिमको सिक्री भनेको, सिमको सिक्री किन्न 28 को अन्डा ल ठिक छ ल। अनि यस्तै छ है, व्यापार व्यवसाय चलिरहेछ। ठिक छ। अनि बाँकी कुरा अब तिमीले मलाई अनुहारमा भन्दै थियौ के अरे सुनको के पो किन्ने भन्दै थियौ त? के सुनको सिक्री के लाउँछु भन्दै त? के गर्दैछ? किन्नु तयारी हो? सुनको सिक्री त्यो आज मैले अलिकति घाँटी खाली छ। ए पक्कै भर्नु बाँकी छ यतातिर है। ल चाँडै चाहिँ तिम्रो के अरे मनोकांक्षा पुरा होस् भन्ने के अरे तिमीलाई शुभकामना है त। ल छिट्टै किन्नु होला, सब्स्क्राइब है। ल सम्पूर्णले यसो दर्शक महानुभावले नि हेरेर आउँछ अझै यो भाइको प्रगति हेर्दै जानु होला। करोड पछि के छ हाई? ल डोनाल्ड ट्रम्प। ओके ल दिस मच फर टुडे।